कुनै कारण छैन। त्यसकारणले मलाई आशीर्वाद र ऊर्जा तपाईँहरूले दिनुभएको छ। मेरा निजी हिसाब मिले मिल्लान्, नमिले नमिल्लान्, तर यो देशका युवाहरूमाथि भएको अन्याय र अत्याचारको हिसाब चाहिँ 21 गते लिने हो। हामी 21 गते हिसाब लिँदा ब्याज सहित र स्याज सहित हिसाब लिने। हाम्रो पुस्ताको भविष्य बेचिएको छ, खाडीमा रुँदैछ भाइ। हिसाब लिने हो। यसभन्दा अगाडि 21 जना साथी लिएर गएको, तर त्यो 21 दिन नपुगेको हुनाले फागुन 21 चिन्ह लगाएर राख्नुहोस् है, चिन्ह लगाएर राख्नुहोस्। तपाईँको घरको भित्तामा कयौं क्यालेन्डरहरू आए, हरेक वर्ष फागुन 21 आयो। यो वर्षको फागुन 21 इतिहास बदल्ने फागुन 21। मलाई थाहा छ देशमा धेरै मानिसहरू आफ्नो आस्था र विश्वासका दल र नेताहरूलाई चिन्दै हिँडेका हामी घर परिवार टोल छिमेकमा छौँ, अहिले पनि छौँ, आज पनि विश्वास छ होला। म त्यो विश्वास दिन आएको होइन, तपाईँले माया गर्नुभएको दललाई कटाक्ष गर्न, तपाईँको प्रिय अनुप्रिय नेतालाई कटाक्ष गर्न आएको होइन। बेला फरक छ आमा दाजुभाइ दिदीबहिनी हो। भाइ बहिनीहरूले रगत बगाएर ल्याएको परिवर्तनमा मेरो पार्टी, मेरो गर्वे पार्टीमा परिवर्तन दिनुपर्छ। हुन्थ्यो तपाईले माया गरेको पार्टीले देशलाई केही गरिदिएको भए म नयाँ पार्टी खोलेर आउन्न थिएँ। म त्यसको एउटा हिस्सा बन्थे, गरेनन् मात्र होइन, सबैभन्दा धेरै मत लिएर संसदमा जाँदा मलाई झेल्ली गरेर 2 घण्टामा सूचना टाँसेर संसदबाट निकालेर फाले। तपाईँको मनबाट फाल्न सकेनन्। म त्यही नाता बोकेर आउँदैछु। मेरो हिसाब तपाईँले मत पत्रबाट दिनु होला। के भयो कसो भयो म लड्दैछु, लडौँला। म माथि न्याय होस् अन्याय होस् हेर्ने अदालत छ, तर त्यो भन्दा पनि मैले मान्ने, मैले ढोग्ने जनताको अदालत छ। म जनताको अदालतमा एउटा आँट हुँदो रहेछ, एउटा ताकत हुँदो रहेछ, अर्को ढङ्ग हुँदो रहेछ। यसभन्दा अगाडि संसदमा हामीसँग आँट भयो, ताकत पुगेन, ढङ्ग अलिकति पुर्याएन। यसपटक ताकत तपाईँले दिनुहुनेछ, 21बाट हामीलाई बहुमत दिनुहुनेछ, ताकत ढङ्ग अब पुर्याइनेछ, ढङ्ग अब पुर्याइनेछ। किनभने सबै ढुङ्गे जस्ता साथीहरूलाई लिएर जानु छ संसदमा। तपाईँले पठाउने हो, नयाँ इतिहास लेख्ने हो। चापाकोटको इतिहासमा कसैले हिलो छाप्ने कोसिस गरेको छ, यसपटक त्यो हिलो मेट्ने हो।